आज क्लास 12 को च्याप्टर 8 कोनिक सेक्सन पढ्दैछौँ। यो कोनिक सेक्सन भनेको चाहिँ यो एउटा कोन भयो। यो कोनलाई एउटा प्लेनले काट्ने क्रममा यसरी मानौँ एउटा यो आइसक्रिम हो। यो आइसक्रिमलाई यसरी सिधा काट्दियो भने माथि के बन्छ? एउटा गोलो बन्छ, जसलाई हामीले सर्कल भन्यौँ। अलिकति छड्के यसरी काट्दियो भने यहाँनिर एउटा इलिप्स जस्तो पार्ट, यस्तो ओभल जस्तो टाइपको बन्छ, जसलाई हामीले इलिप्स भन्यौँ। यसलाई यो 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 छड्के लाइन जुन हामी जेनेरेटर अफ कोन हो त्योसँग अलमोस्ट प्यारलल हुने गरेर काट्दियो भने यहाँनिर एउटा अलि ओपन फेस बन्छ। यसलाई हामी प्याराबोला भन्छौँ। भने यो हाइट एक्सिस अफ कोनसँग प्यारलल हुने गरेर काट्दियो भने यो चाहिँ अलिक बढी ओपन टाइपको फेस बन्छ, जसलाई हामी हाइपरबोला भन्छौँ। यसरी बन्ने विभिन्न ओपन अर क्लोज कर्भहरूलाई हामी के भनिन्छ? कोनिक सेक्सन। डेफिनेसन छ, यसको डेफिनेसन के लेखिन्छ भन्दा क्लोज अर ओपन कर्भ obtained by intersecting cone and plane is conic section। अथवा यसलाई अर्को डेफिनेसनबाट नै लेख्न सक्छौँ। अर्को डेफिनेसन चाहिँ केबाट लेखिन्छ भन्दा हामी लोकसको कन्सेप्टबाट लेख्ने गर्छौँ। अर्को डेफिनेसनमा चाहिँ हामी के भन्छौँ भने द लोकस अफ अ पोइन्ट विच मुभ्स इन अ प्लेन in such a way that the ratio of its distance from a fixed point to its distance from a fixed straight line is constant is called a conic section। अब यो फिक्स पोइन्ट भनेको जस्तो हामी एउटा फिक्स पोइन्ट लिगौँ, एउटा यो लाइन, यो पोइन्ट, अनि एउटा यो लाइन लिगौँ। यस्तो यो फिक्स पोइन्टलाई हामी फोकस भन्छौँ भने यो फिक्स्ड लाइनलाई हामी डाइरेक्ट्रिक्स हो। अब एउटा यहाँबाट हामीले एउटा मुभिङ पोइन्ट लिगौँ र यो मुभिङ पोइन्ट चाहिँ कसरी मुभ गरौँ रे भन्दाखेरि यो मानौँ एफ हो, यो पी हो। अब यहाँदेखि यहाँसम्मको डिस्टेन्सलाई हामी यो एम पोइन्ट भनौँ। यो जुन रेसियो छ यो एफपी र पीएम बिचको रेसियो, यो रेसियो कन्स्ट्यान्ट भयो भने, यो रेसियो कन्स्ट्यान्ट हुने गरेर बन्ने फिगर कर्भलाई हामी के भन्छौँ? कोनिक सेक्सन भन्छौँ भन्यो। र यो रेसियोलाई चाहिँ के भनिन्छ भन्दा इसेन्ट्रिसिटी भनिन्छ। इसेन्ट्रिसिटी। अब यो इसेन्ट्रिसिटी जसलाई हामी ईले डिनोट गर्छौँ, यो इसेन्ट्रिसिटीको आधारमा पनि हामीले यो कोनिक सेक्सनहरू जस्तो प्याराबोला, हाइपरबोला, इलिप्सलाई डिफाइन गर्न सक्छौँ। कसरी भन्दाखेरि यदि यो कन्स्ट्यान्ट रेसियो ईको भ्यालु एक्ज्याक्टली 1 भयो भने यो के हुन्छ? प्याराबोला हुन्छ भनिन्छ। यदि ईको भ्यालु ग्रेटर देन 1 भयो भने हाइपरबोला, र ईको भ्यालु यदि लेस देन 1 भयो भने चाहिँ इलिप्स हुन्छ भन्छ। यसरी हामीले यो इसेन्ट्रिसिटीको आधारमा पनि कोनिक सेक्सनलाई डिफाइन गर्न सक्छौँ। अब अर्को कुरा आयो सर्कल। सर्कलमा चाहिँ इसेन्ट्रिसिटी के त भन्दा इन पार्टिकुलर केस, यो चाहिँ पार्टिकुलर केस हो। यहाँ हाम्रो फिक्स स्ट्रेट लाइनसँग कुनै मतलब हुँदैन। त्यही भएर एउटा फिक्स पोइन्ट र एउटा मुभिङ पोइन्टको मात्रै कन्सेप्ट भएको भएर यो पार्टिकुलर केस भएर यसमा इसेन्ट्रिसिटी चाहिँ हामी नर्मल्ली 0 को रूपमा लिने गर्छौँ। इन पार्टिकुलर इन सर्कल E equals to 0 नर्मल्ली हामी यसरी लिने गर्छौँ। अब आयो हामीहरू मेन कुरा, यो त बेसिक कन्सेप्ट भयो।
अब हामी इसेन्ट्रिसिटीको पछि सर्कलको कुरा गरौँ। अब आयो सर्कल। नर्मली सर्कल भनेको के हो त भन्दा एउटा फिक्स पोइन्टबाट एउटा कन्स्ट्यान्ट डिस्टेन्स, फिक्स्ड, यो मानौँ फिक्स पोइन्ट हो र एउटा मुभिङ पोइन्ट छ। यो पोइन्ट चाहिँ कसरी मुभ गर्नु पर्यो भन्दा यहाँदेखि यहाँसम्मको यो जुन डिस्टेन्स छ, यो डिस्टेन्स चाहिँ यो पोइन्ट जहाँ पुगे पनि यो डिस्टेन्स चाहिँ कन्स्ट्यान्ट हुनु पर्यो, एउटै हुनु पर्यो। भने त्यस्तोलाई हामी के भन्छौँ, सर्कल भन्छौँ। जस्तै यो घुम्दै गयो, अब इक्वल डिस्टेन्स भने जस्तो अन्त जान पाएन, यो यसकै वरिपरि घुम्नु पर्यो। यसरी बन्ने यो लोकस, यो लोकसलाई हामीले के भन्यौँ, सर्कल भन्यौँ। र यो फिक्स डिस्टेन्स जुन यो पी छ, यो फिक्स डिस्टेन्सलाई हामी के भन्यौँ, एफपी भन्यौँ। हामीले एफपीलाई चाहिँ हामी रेडियस भन्छौँ भने यो एफलाई हामी के भन्छौँ, सेन्टर। यसरी हामी सर्कल डिफाइन गर्न मिल्छ। के रहेछ त सर्कलको डेफिनेसन भन्दा द लोकस अफ अ मुभिङ पोइन्ट विच मुभ सच द्याट इट्स डिस्टेन्स फ्रम अ फिक्स पोइन्ट इज अलवेज कन्स्ट्यान्ट इज कल्ड सर्कल। भने नि अब जस्तो एक्जाम्पलको लागि हामीले एउटा डोरीमा ढुङ्गा बाँधेर एउटा सर्टेन डिस्टेन्समा समातेर यसरी घुमाइदिने हो भने त्यहाँ एउटा फिगर बन्छ कि बन्दैन? हो, त्यो नै के हो, जस्तो कम्पास पनि हेरौँ, हामीले एउटा फिक्स पोइन्टमा यसरी राखेर एउटा फिक्स डिस्टेन्स राखेर यसरी घुमाइन्छ कि नै? यो फिक्स डिस्टेन्स, यो घुम्ने पोइन्ट, सिसा कलम जुन छ नि पेन्सिलवाला, त्यो मुभिङ भयो। यो अनि यो जुन फिक्स बस्छ कम्पासको चुच्चो, त्यो चाहिँ के भयो, सेन्टर भयो। यसरी हामी सर्कल डिफाइन गर्न सक्छौँ। अब फिक्स पोइन्ट के भयो, सेन्टर भयो। अनि फिक्स्ड डिस्टेन्स, कन्स्ट्यान्ट डिस्टेन्स भन्यो, फिक्स भन्दा नि कन्स्ट्यान्ट डिस्टेन्सलाई चाहिँ हामी के भन्यौँ, रेडियस। हामीले 9, 10 मा पढेको छौँ। रिभ्यूको रूपमा म केही इक्वेसनहरू यहाँ राखिदिरहेको छु, सर हेरौँ। सर्कल विथ सेन्टर एट ओरिजिन, एउटा सेन्टर ओरिजिनमा हुने र रेडियस आर हुने, जसको इक्वेसन के भयो, एक्स स्क्वायर प्लस वाई स्क्वायर इक्वल्स टु आर स्क्वायर। अर्को छ सर्कल विथ सेन्टर एट एनी पोइन्ट एच कमा के एन्ड रेडियस आर, जसको इक्वेसन चाहिँ हामी कति भन्छौँ, एक्स माइनस एचको होल स्क्वायर प्लस वाई माइनस केको होल स्क्वायर इक्वल्स टु आर स्क्वायर। यसमा अरू पनि छ, हामी जनरल इक्वेसन भन्छौँ थर्ड नम्बरमा। यो फर्ममा रहेको इक्वेसन, यो जनरल इक्वेसन भनेको चाहिँ एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस 2gx प्लस 2fy प्लस सी इक्वल्स टु 0। यस्तो फर्ममा छ भने हामी यसलाई जनरल इक्वेसन अफ सर्कल भन्छौँ। यसमा यसको रेडियस भनेको, यसको रेडियस चाहिँ कति हुन्छ अरे भन्दाखेरि रुट अन्डर जी स्क्वायर प्लस एफ स्क्वायर माइनस सी। अनि यसको सेन्टर चाहिँ कति हुन्छ अरे भन्दा माइनस जी कमा माइनस एफ। अब यसमा अरू पनि छन्, जस्तो पार्टिकुलर केसहरू। अब पार्टिकुलर केसहरू भनेको चाहिँ कस्तो भने एक्स एक्सिसलाई मात्रै टच गर्यो भने के हुन्छ, वाई एक्सिसलाई मात्रै टच गर्यो भने के हुन्छ, दुईटै एक्सिसलाई टच गर्यो भने के हुन्छ भन्ने छ। म यहाँ सर इक्वेसनहरू राखिदिरहेको छु, सर हेरौँ। यदि एक्स एक्सिसलाई टच गर्यो भने यस्तो केसमा चाहिँ के हुन्छ अरे भन्दा यसको वाई कोअर्डिनेट र रेडियस चाहिँ बराबर हुन्छ। त्यही भएर यसको इक्वेसन हामी कहिले लेख्न सक्छौँ रे भन्दा एक्स माइनस एचको होल स्क्वायर प्लस वाई माइनस केको होल स्क्वायर इक्वल्स टु के स्क्वायर। सिमिलरली यदि हामीले वाई एक्सिसलाई टच गर्यो भने के हुन्छ भन्दाखेरि वाई एक्सिसलाई टच गर्दाखेरि यसमा हुने सेन्टरको सेन्टर एच कमा के रेडियस आर छ भने यसको एक्स कोअर्डिनेट र रेडियस चाहिँ इक्वल हुन्छ अरे इन दिस केस। त्यही भएर इक्वेसन के हुने भयो, एक्स माइनस एचको होल स्क्वायर प्लस वाई माइनस केको होल स्क्वायर इक्वल्स टु आरको ठाउँमा के लेख्न पाइयो, एच स्क्वायर। यदि बोथ एक्सिसलाई टच गर्यो भने
यो एच के र आर यिनीहरू तिनटै के हुन्छन्, बराबर हुन्छ र इक्वेसन अफ सर्कल जे लेख्न पनि भयो। अब एक्स माइनस एचको होल स्क्वायर वाई माइनस एचको होल स्क्वायर इक्वल्स टु एच स्क्वायर लेखे पनि भयो, अथवा एक्स माइनस के को होल स्क्वायर प्लस वाई माइनस के को होल स्क्वायर इक्वल्स टु के स्क्वायर लेखे पनि भयो 4 नम्बरमा। इक्वेसन अफ सर्कल इन डायमिटर फर्म। यो डायमिटर फर्म भन्नाले चाहिँ कस्तो भने कहिलेकाहीँ सर्कलको अरू केही नदिएर हामीलाई यो डायमिटरको दुईटा इन पोइन्ट, यस्तो इन पोइन्ट यो सेन्टर भयो, यो दुईटा इन पोइन्ट x1 y1 र x2 y2 भनेर दुईटा इन पोइन्ट दियो भने यसको इक्वेसन चाहिँ कति हुन्छ अरे भन्दा x माइनस x1 प्लस इन्टु x माइनस x2 प्लस y माइनस y1 इन्टु y माइनस y2 इक्वल्स टु 0। यसरी हामी इक्वेसन अफ सर्कल फाइन्ड गर्न सक्छौँ रे। यो हाम्रो अर्को भयो। अब हाम्रो एउटा केस छ, एउटा पार्टिकुलर कन्डिसन, हाम्रो फर्मुला परपेन्डिकुलर डिस्टेन्स फर्मुला जस्तै हो यो। हामीले के भन्छौँ भन्दाखेरि अब नोट पोइन्टमा राखौँ अथवा पोइन्ट टु बी नोटेडमा, नोटमा एकदम 1 नम्बरमा के भनौँ भन्दाखेरि एउटा सर्कल भयो, एउटा सर्कल छ, एउटा लाइनले यसलाई टच गर्छ र यो यहाँदेखि यहाँसम्म चाहिँ यसको के भयो, रेडियस भयो भने पहिलो कुरो त एउटा कुरा के बुझ्नु पर्यो भने हामीले यो रेडियस अफ सर्कल इज परपेंडिकुलर टु टेन्जेन्ट। यो एकदम एउटा पोइन्ट टु बी नोटेड कुरा भयो। जहिले पनि टेन्जेन्ट र रेडियस बीचको रिलेसन जहिले पनि के हुन्छ, परपेन्डिकुलर रिलेसन हुन्छ। यसैको आधारमा हामीले के भन्न सक्यौँ भन्दाखेरि पोइन्ट 2 मा इक्वेसन अफ टेन्जेन्ट चाहिँ यदि ax प्लस by प्लस c इक्वल्स टु 0 हो, रेडियस भने रेडियस अफ सर्कल चाहिँ के हुन्छ अरे भन्दा कोसँग इक्वल हुन्छ अरे, लेन्थ अफ परपेन्डिकुलर फ्रम सेन्टर टु द टेन्जेन्ट। अब फर्मुलाको रूपमा लेख्दा हामीले के लेख्छौँ, r इक्वल्स टु ax1 प्लस by1 प्लस c बाई रूट अंडर a स्क्वायर प्लस b स्क्वायर, वेयर यो x1 कमा y1 इज सेन्टर अफ सर्कल। यसरी हामी रिलेसन इस्टाब्लिस गर्न सक्छौँ। एउटा लाइन y इक्वल्स टु mx प्लस c र सर्कल बीचको रिलेसन पोसिबल के हुन्छ अरे भन्दा कि त यसले दुईटा डिस्टिङ पोइन्टमा काट्छ, कि त टच मात्रै गर्छ, कि त परबाट जान्छ, कुनै रिलेसन नै राख्दैन। यदि दुईटा डिस्टिङ पोइन्टमा इन्टरसेक्ट गर्छ भने के हुन्छ अरे कन्डिसन भन्दा इन्टरसेक्ट द सर्कल एट टु डिस्टिङ पोइन्ट इफ a स्क्वायर 1 प्लस m स्क्वायर ग्रेटर देन c स्क्वायर भयो भने। त्यस्तै यदि a स्क्वायर 1 प्लस m स्क्वायर इक्वल्स टु c स्क्वायर भयो भने चाहिँ यसले टच मात्रै गरेर जान्छ अरे। अनि यदि a स्क्वायर इन्टु 1 प्लस m स्क्वायर लेस देन c स्क्वायर भयो भने यो चाहिँ के हुन्छ, कुनै पनि रिलेसन नराखिकन परबाटै जान्छ, कुनै मतलबै हुँदैन भन्छ। अब आयो यहीँबाट हामी कन्डिसन अफ टेन्जेन्सीका कुराहरू छ। पहिलो एकदम इम्पोर्टेन्ट, एक्जाममा धेरै जसो सोधिरहेको मध्येको एउटा क्वेसन पनि हो यो।
condition of tangency of a straight line y equals to mx plus c to a circle x square plus y square a square is नर्मली हामी के भन्छ इज के लेख्ने गरेको थियो हाम्रो कन्डिसन अफ टेन्जेन्सी यहाँनिर चाहिँ यही हो टेन्जेन्ट हुने कन्डिसन के छ ए स्क्वायर 1 प्लस एम स्क्वायर इक्वल्स टु सी स्क्वायर अथवा हामी नर्मली सी इक्वल्स टु के लेख्थ्यौँ प्लस माइनस ए रुट अन्डर 1 प्लस एम स्क्वायर लेख्ने गर्थ्यौँ हो यिनी के हो त कन्डिसन अफ टेन्जेन्सी भन्थ्यौँ हामी यो र यो कन्सेप्ट एउटै हो यसको प्रुफ हेरौँ प्रुफ अथवा सोल्युसन भनौँ लेट y equals to mx plus c be a straight line and x square plus y square equal to a square be a equation of circle. It's an equation of circle भयो. Let the line intersect the circle. Intersect the circle. Then from y equals to mx plus c and circle x square plus y square equals to a square we have के हुने भयो इन्टरसेक्ट गरिसकेपछि त यसलाई सल्भ गर्न मिल्यो सल्भ गर्नुको मतलब एक्स स्क्वायर प्लस वाई को ठाउँमा के लेख्न पाइयो एमएक्स प्लस सी को होल स्क्वायर इक्वल्स टु ए स्क्वायर यसलाई सल्भ गर्यो भने के हुन्छ एक्स स्क्वायर प्लस एम स्क्वायर एक्स स्क्वायर प्लस 2mxc प्लस सी स्क्वायर इक्वल्स टु ए स्क्वायर हुने भयो अब यो दुईटाबाट एक्स स्क्वायर कमन लेखिदियो भने 1 प्लस एम स्क्वायर एक्स स्क्वायर प्लस 2mcx प्लस सी स्क्वायर माइनस ए स्क्वायर इक्वल्स टु 0 भन्न पाइयो अब यसले के भन्यो भन्दाखेरि अब हेर अब हामीलाई चाहिएको त टेन्जेन्ट हुने कन्डिसन हो टेन्जेन्ट हुनु भनेको पोइन्ट के हुनु पर्यो कोइन्सिडेन्ट पोइन्ट चाहिँ कति बेला हुन्छ अरे भन्दा यो एउटा क्वाड्रेटिक फर्ममा आयो क्वाड्रेटिक फर्ममा आइसकेपछि के भन्छ भन्दा द लाइन will be tangent to circle if के भयो भने if two भ्यालुज यसले दिने दुईटै पोइन्ट के हुनु पर्यो टेन्जेन्ट हुनलाई त एउटै पोइन्टमा टच गर्नु पर्यो मतलब कोइन्सिडेन्ट पोइन्टमा टच हुँदाखेरि त एक्स को भ्यालु के आउनु पर्छ सेम आउनु पर्छ भन्छ टु भ्यालु अफ एक्स आर इक्वल जुन चाहिँ कति बेला हुन्छ इक्वल कति बेला हुन्छ क्वाड्रेटिक इक्वेसनबाट आउने एक्स को भ्यालु भन्दा बी स्क्वायर माइनस 4ac इक्वल्स टु 0 बी स्क्वायर हाम्रो यहाँ बी भनेको कति छ 2mc को स्क्वायर माइनस 4a भनेको 1 प्लस एम स्क्वायर इन्टु सी भनेको सी स्क्वायर माइनस ए स्क्वायर इक्वल्स टु 0 वाला इक्वेसनलाई सल्भ गर्यो भने हामीले के पाउँछौँ यो पाउँछौँ प्रोडक्ट गरौँ अब यहाँबाट 4m स्क्वायर सी स्क्वायर माइनस 4c स्क्वायर माइनस प्लस 4a स्क्वायर माइनस 4m स्क्वायर सी स्क्वायर प्लस 4m स्क्वायर ए स्क्वायर इक्वल्स टु 0 यो केही टर्म्स काटिन्छ भने काट्दिउँ यो र यो नेगेटिभ पोजिटिभलाई अब क्यान्सल गरिदिउँ अनि त्यसपछि गएर यो नेगेटिभलाई यता लगिदियो भने यतापट्टि के बच्यो 4
ए स्क्वायर प्लस 4 एम स्क्वायर ए स्क्वायर इक्वल्स टू यो सीलाई यता लग्यो भने 4c स्क्वायर। यो के हुने भयो, ए स्क्वायर 4a स्क्वायर कमन आयो, 1 प्लस एम स्क्वायर इक्वल्स टू 4c स्क्वायर। यो 4 लाई क्यान्सल गरिदिउँ, बोथ साइड डिभाइडिङ बाई 4 गऱ्यो भने यो क्यान्सल हुने भयो। क्यान्सल भइसकेपछि के भयो, सी स्क्वायर इक्वल्स टू ए स्क्वायर 1 प्लस एम स्क्वायर। यसको मतलब सी भनेको के आउँदो रहेछ त, प्लस माइनस ए रुट अन्डर 1 प्लस एम स्क्वायर, जसलाई हामी रिक्वायर्ड कन्डिसन अफ टेन्जेन्सी भन्छौँ। अब इक्वेसन अफ टेन्जेन्ट कति दिनुभयो, देयरफोर द लाइन y equals to mx plus c will be tangent to the circle x square plus y square equals to a square if c equals to plus minus a root under 1 plus m square. And the equation of tangent is, and the equation of tangent is के हुने भयो, y equals to mx, c को ठाउँमा के आउँदो रहेछ त, प्लस माइनस a रुट अन्डर 1 प्लस m स्क्वायर। यो चाहिँ इक्वेसन अफ टेन्जेन्ट भयो। अब हामी इक्वेसन अफ टेन्जेन्ट टु द सर्कल एक्स स्क्वायर प्लस वाई स्क्वायर एट एनी पोइन्ट x1, y1 यसको लागि गरौँ। यसको लागि पहिला के गरौँ भन्दा, सोलुसनको लागि एउटा लेट गरौँ, लेट p x1, y1 be any point on the circle x square plus y square equals to a square। यो हामी के भन्यौं रे, let x1, y1 be any point on the circle x square plus y square equals to a square। त्यसो भने यदि यो यसको पोइन्ट हो भने त यसले एनालाइज गर्छ, सो दैट हामीले के भन्न पायौं, यो x1 ले र y1 ले सर्कललाई लाइज गर्छ भन्न पायौं। दैट मीन्स x1 स्क्वायर प्लस y1 स्क्वायर इक्वल्स टू a स्क्वायर। यो अहिले इक्वेसन 1 भनेर लेखिराखौँ। अगेन अब के गरौँ भन्दा, अगेन यो x स्क्वायर प्लस y स्क्वायर इक्वल्स टू a स्क्वायर भन्ने जुन सर्कल छ, यसलाई डेरिभेटिभ गरौँ, डिफ्रेन्सिएट गरौँ विथ रेस्पेक्ट टु x। यहाँबाट dy बाई dx भनेको कति आउँछ, dy बाई dx इक्वल्स टू माइनस x बाई y आउँछ। र हामीले एप्लिकेसन अफ डेरिभेटिभमा पढेको थियौँ होला, एप्लिकेसन अफ डेरिभेटिभमा के भनेर पढाएको थियौँ भन्दा, द स्लोप अफ टेन्जेन्ट टु सर्कल मात्रै हैन, हामी एनी कर्भ भन्थ्यौँ, सर्कल पनि त एउटा कर्भ हो, त्यही भएर टेन्जेन्ट टु सर्कल एट x1, y1 इज के भन्नु पायो, m इक्वल्स टू dy बाई dx x1, y1। दैट मीन्स माइनस x बाई y x1, y1। दैट मीन्स x को ठाउँमा के आयो, माइनस x1 बाई y1। यो के आयो, स्लोप अफ टेन्जेन्ट आयो। स्लोप अफ टेन्जेन्ट आयो, हामीलाई पोइन्ट पनि थाहा छ भने इक्वेसन अफ टेन्जेन्ट के हुन्छ, द इक्वेसन अफ टेन्जेन्ट एट x1, y1 इज, फर्मुला के हो हाम्रो, y माइनस y1 इक्वल्स टू m x माइनस x1। m भनेको कति छ त, अहिले भर्खर हामीले निकाले माइनस x1 बाई
y1 x माइनस x1। अब यसलाई मैले सल्भ गर्यो भने के हुने भयो, y इन्टु y1 गर्यो भने हामीले के पाउँछौँ भन्दाखेरि मल्टिप्लाई गर्दा y1 माइनस y1 स्क्वायर इक्वल्स टु माइनस x1 माइनस माइनस प्लस x1 को स्क्वायर। तपाईँले मल्टिप्लाई गर्न सक्नुहुन्छ। यहाँ चाहिँ प्याराग्राफ चेन्ज, पन्ना चेन्ज भएर देखिएको छैन, तर हेर्न सकिहालिन्छ। अब यो यतापट्टि ल्यायो भने के हुने भयो, y1 साइड चेन्ज गरिदिउँ, x1 इक्वल्स टु x1 स्क्वायर प्लस y1 स्क्वायर भन्न पाइयो, और x1 प्लस y1 इक्वल्स टु यो x1 स्क्वायर प्लस y1 स्क्वायर भनेको हामीले कहीँ त निकालेका थियौँ है। माथि इक्वेसन नम्बर 1 मा हेरौँ त, यहाँनिर के थियो यो भनेको a स्क्वायर। त्यसो भने यहाँ के लेख्न पाइयो, a स्क्वायर। यसरी हामी इक्वेसन अफ टेन्जेन्ट, देयरफोर द इक्वेसन अफ टेन्जेन्ट to circle x square plus y square equals to a square at x1 comma y1 point is के हुँदो रहेछ त भन्दा x1 plus y1 equals to a square। यो हाम्रो इक्वेसन अफ टेन्जेन्ट भयो। Similarly we can obtain the equation of normal where slope of normal m1 equals to minus 1 by m। यसरी माथिको m को कन्सेप्टले हामी युज गरेरै नर्मलको इक्वेसन पनि पत्ता लगाउन सक्छौँ। अगेन अर्को सर्कल, यदि इक्वेसन अफ सर्कल अहिले हामीले यहाँ के भनेको थियौँ, एक्स स्क्वायर प्लस वाई स्क्वायर इक्वल्स टु ए स्क्वायर भनेको थियो। सेम प्रोसेसबाट हामीले इक्वेसन अफ सर्कल अर्को जनरल इक्वेसन, द इक्वेसन अफ टेन्जेन्ट टु सर्कल एक्स स्क्वायर प्लस वाई स्क्वायर प्लस 2gx प्लस 2fy प्लस c इक्वल्स टु 0 एट x1 कमा y1 इज सिमिलर प्रोसेसबाट हामीले के निकाल्न सक्छौँ भन्दा यो अर्को सर्कलको इक्वेसनमा बन्ने टेन्जेन्टको इक्वेसन पनि पत्ता लगाउन मिल्छ। र इक्वेसन चाहिँ के आउँछ अरे भन्दा प्रोसेस सिमिलर भएले गर्दा मैले यहाँ प्रोसेस गराइन, x1 प्लस y1 प्लस gx प्लस x1 प्लस fy प्लस y1 प्लस c इक्वल्स टु 0। यसरी हामी सिमिलर प्रोसेसबाट यो जनरल इक्वेसन अफ सर्कलमा बन्ने टेन्जेन्टको इक्वेसन पनि पत्ता लगाउन सक्छौँ। यो भयो हाम्रो इक्वेसन अफ टेन्जेन्टको कुरा। लेन्थ अफ टेन्जेन्ट फ्रम एन एक्सटर्नल पोइन्ट टु अ सर्कल, द्याट मिन्स एउटा सर्कल छ अनि एउटा टेन्जेन्ट छ, यो भनौँ टेन्जेन्ट भयो भने यो एउटा यहाँनिर यो टेन्जेन्टमा एउटा p भन्ने पोइन्ट छ x1 कमा y1 र यहाँनिर यो सर्कलको पोइन्ट अफ कन्ट्याक्ट भयो, टेन्जेन्ट र सर्कलको पोइन्ट अफ कन्ट्याक्ट भने यहाँदेखि यहाँसम्मको डिस्टेन्स, यो डिस्टेन्स निकाल्ने लेन्थ अफ टेन्जेन्ट भनेको चाहिँ त्यो हो। यहाँनिर हामी यो पोइन्ट अफ टेन्जेन्टको कन्ट्याक्टलाई यो टी मान्ने हो भने यो डिस्टेन्स निकाल्ने फर्मुलालाई हामी लेन्थ अफ टेन्जेन्ट फर्मुला भन्यौँ। त लेन्थ अफ टेन्जेन्ट पिटी इक्वल्स टु सर्कलको इक्वेसन डिफ्रेन्ट केसमा डिफ्रेन्ट छ। हाम्रो फर्मुला रहेको छ x1 स्क्वायर प्लस y1 स्क्वायर प्लस 2gx1 प्लस 2f
y1 प्लस सी। यो कुन सर्कलमा होला? जनरल इक्वेसन अफ सर्कलमा। एन्ड फर सर्कल x स्क्वायर प्लस y स्क्वायर प्लस 2gx प्लस 2fy प्लस c इक्वल्स टु 0। यो एउटा केस भयो। अर्को के भयो? द लेन्थ अफ टेन्जेन्ट pt इक्वल्स टु रुट अन्डर x1 स्क्वायर प्लस y1 स्क्वायर माइनस a स्क्वायर। यो चाहिँ केमा भन्दाखेरि फर सर्कल x स्क्वायर प्लस y स्क्वायर इक्वल्स टु a स्क्वायरको लागि। डिफ्रेन्ट केसमा हामीले डिफ्रेन्ट फर्मुला युज गर्छौँ। जुन चाहिँ लेन्थ चाहिँ के रहेछ त भन्दा यो एक्सटर्नल पोइन्टदेखि यो पोइन्ट अफ कन्ट्याक्टसम्मको लेन्थ।